हफिज अन्सारी हामीहरू लकडाउन हुनभन्दा अगाडि नि केही दिन अगाडि आफ्नो बुद्धि विवेकले हामी बन्द गरिसकेका छौँ। तालचा पनि लागेका छ। 4-5 जना हाम्रो धर्मगुरुहरू जुन मस्जिदमा छन् के अरे मदरसामा शिक्षकहरू र 2-3 वटा के अरे विद्यार्थी उहाँहरू मात्र पढिन्छ। 5 जना र अरू केही पर्दैन। बाहिर हामी सूचना पनि ट्रान्स गरिदिएका छौँ। पटक पटक हामी एलाउन्स पनि गरेका छौँ। माइकिङ गरेर एलाउन्स पनि गरेका छु। र यहाँ केही नमाज 5 जना बढी यहाँ नमाज हुँदैन। आज त्यो भोलिदेखि हाम्रो रमजान सुरु हुन्छ। यो जानकी चौकीको लागि मात्र होइन कि त्यो धनुषा जिल्लाको लागि सर्कुलर जानु पर्यो कि नमाजको लागि कुनै डिस्टर्ब नगर्ने। सेहरी खाने बेलामा 3 बजे राति चाहिँ एलान गर्छ गर्न दिने अनि सेहरीको टाइम समाप्त भयो त्यति भन्न दिने, क्यासेट लगाउन नदिने अनि चाहिँ नमाज आदान पुकार्नमा कुनै किसिमको अवरोध नगर्ने। यो सरको चाहिँ धनुषा जिल्लाभरि नै चाहिँ सर्कुलर जानु। किनभनेदेखि आज मलाई भन्दै थियो त्यो मात्र यो नगरपालिकाको लागि होइन, यो होइन नम्बर 2 98 ल हुन्छ त्यो बेलामा हामी लेखेर अजानको लागि समयमा अजान दिन पाउने भनेर एकचोटि होइन। सधैँ यस्तो समस्या हुँदैन। यो एक ठाउँको मात्रै समस्या होइन, संसारभरिको समस्या हो। लाखौँ मान्छे, अहिले त लाखौँ मान्छे बिरामी भएको छन्। धेरै सबैले सबैलाई सहयोग गर्दाखेरि पहिले आफू, त्यसपछि आफ्नो समुदाय, सबै सँगसँगै आफू समुदाय सबैलाई सहयोग गर्ने बेला हो। सर अहिलेसम्म कतिवटा मौसममा अनुगमन गर्नुभयो? 11 वटा।